विशेष गरी हाम्रो सञ्चालिका बहिनीलाई धन्यवाद अनि परमेश्वर पितालाई पनि धन्यवाद र यहाँ उपस्थिति हाम्रो आदरणीय एल्डरनी आमा, डिकन, डिकनेस, हाम्रो अगुवाज्यूहरू, सानो नानी बाबुहरूदेखि लिएर सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। र तपाईहरुको बीचमा मलाई वचन बोल्ने यो मौका अवसर दिनुभएको छ। आज अब तपाईहरुको बीचमा 2 वर्षपछि आउँदाखेरि यसरी उठ्नु पाउँदा म आफैलाई खुसी महसुस गरेको छु। अनि विशेष गरी आज हामी त्यति धेरै सिरियस जाने छैनौं, हामी लामो समयपछि भेट भएका छौं। म तपाईहरुलाई सोध्न चाहन्छु, तपाईहरु कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला है। जीवनमा कहिलेकाहीँ दुःख सुख त भइ नै हाल्छ है, कहिले उकालो कहिले ओह्राली। हाम्रो जीवनमा चाहिँ सधैँ त एउटै हुँदैन नि, कहिले उकालो ओह्रालो कहिले तल माथि भइन्छ हैन। तर पनि परमेश्वरमा चाहिँ हामी सधैँ एउटै लेभलमा छौं है, परमेश्वरको एउटा एकतामा भएर। हालेलुया। विशेष गरी वचनको निम्ति प्रार्थना गर्नुहुने हाम्रो एल्डर आमालाई पनि विशेष धन्यवाद छ। र आज तपाईहरुको बीचमा विशेष गरी वचन मैले छोटै लिएर आएको छु। वचनको शीर्षक तपाईहरु लेख्न सक्नुहुन्छ, विषय प्रार्थना भनेर राखेको छु। अनि विषय प्रार्थना राख्दै गर्दाखेरि हाम्रो जीवनमा धेरैचोटि प्रार्थनाको खाँचो हुन्छ है। आज प्रार्थनाको निम्ति नै, प्रार्थनाको लागि नै हामी धेरैचोटि बिन्ती बिसाउँछौँ है, फलना मेरो लागि प्रार्थना गरिदिनु है। त्यही कारणले गर्दा प्रार्थना चाहिँ विशेष इम्पोर्टेन्ट रहेको कारणले है। अनि म विशेष गरी तपाईहरुको बीचमा प्रार्थनाको विषयलाई लिएर आएको छु। र विशेष गरी यहाँनिर मैले तपाईहरुलाई केही प्रश्न पनि गर्न चाहन्छु। तपाईहरुलाई कस्तो लाग्छ त्यस्तै तपाईहरुले ठ्याक्कै दिनुपर्ने छैन, तर पनि बाहिर पानी पर्ला जस्तो पनि छ है। तर पनि एकदमै खुसीको कुरा हो, गर्मी महिनामा पानी परेको राम्रै हो। अनि जस्तै गरी विषय प्रार्थना राख्दै गर्दा तपाईलाई प्रार्थना चाहिँ तपाईले कुन रूपमा लिनुहुन्छ? सायद तपाईहरुलाई धेरैचोटि प्रार्थनाको बारेमा वचन सुन्नु भएको छ होला है। प्रार्थना चाहिँ हाम्रो निम्ति के हो त? म चाहिँ यसरी बुझ्छु, प्रार्थना चाहिँ परमेश्वरसँग बातचित गर्नु। किन कसरी भन्दाखेरि तपाई बिरामी हुँदै गर्दाखेरि, तपाई समस्यामा पर्दै गर्दाखेरि चाहिँ परमेश्वरलाई तपाई भन्नुहुन्छ हैन, प्रभु मलाई निको पार्नुहोस्, प्रभु मलाई यो खाँचो छ, प्रभु मलाई यो चाहिएको छ भनेर तपाई धेरैचोटि प्रभुसँग गनगन गर्नुहुन्छ। तर कतिजनालाई थाहा हुँदैन म प्रभुसँग बोल्दैछु भनेर। प्रार्थना चाहिँ विशेष गरी परमेश्वरसँग बातचित है। धेरैले गर्नुहुन्छ प्रार्थना चाहिँ हाम्रो लागि ठुलो हतियार पनि हो हैन, हाम्रो सुरक्षा पनि हो। तर पनि एकदम सरल तरिकाले बुझ्न सकिन्छ। प्रार्थना चाहिँ परमेश्वरसँग बातचित गर्नु है। हालेलुया। तपाईहरु परमेश्वरसँग बातचित गर्दै हुनुहुन्छ नि? ल, तपाईहरुले पक्कै पनि परमेश्वरसँग बातचित गर्नुहुन्छ, म आशा गर्छु, विश्वास गर्छु प्रभुमा। र विशेष गरी आज हामी पनि मण्डलीमा आउँदै गर्दाखेरि परमेश्वरसँग हामी बोल्नुपर्छ, परमेश्वरलाई हामी धन्यवाद चढाउनु पर्छ। र हामी आज जुनै पनि काममा हामी जाँदै गर्दाखेरि, आज तपाई बिजनेसम्यान हुनुहुन्छ, तपाई व्यापार गर्नुहुन्छ, तपाई प्रार्थना गर्नुहुन्छ, प्रभु यो बिजनेसबाट चाहिँ मलाई यति नाफा है, मैले चाहिँ यतिमा किनेर ल्याएको भनेर परमेश्वरसँग त्यो आशिष, त्यो अगुवाई माग्नुहुन्छ। त्यही कारणले गर्दा त्यो चाहिँ हामी परमेश्वरसँग बातचित गरेको, परमेश्वरसँग हामी बोलचाल प्रत्यक्ष रूपमा नभए तापनि परमेश्वर आत्मा हुनुहुन्छ नि त। त्यही कारणले गर्दा हामीले परमेश्वरलाई चाहिँ हामीले त्यसरी प्रार्थना गर्दाखेरि परमेश्वरले सुन्नुहुन्छ। हालेलुया। सुन्दै हुनुहुन्छ नि? सुन्दै हुनुहुन्छ? आमेन, आमेन, हालेलुया। पावलले भन्छ थेसलोनिकीको मण्डलीलाई है, पहिलो थेसलोनिकी 5:17 मा चाहिँ यसरी लेखेको छ, तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। निरन्तर प्रार्थना गरिरहौ, पावलले भन्छ है थेसलोनिकीको मण्डलीलाई। आज हामी पनि एउटा मण्डलीहरु हौं
है। हामी मण्डलीलाई पनि साँच्चै नै जुन पावलले आज थेसलोनिकीको मण्डलीलाई निरन्तर प्रार्थना गर्नु है भन्दै गर्दाखेरि आज हामीलाई पनि भनेको जस्तै हो र हो। त्यही कारणले गर्दा हामी पनि त्यो प्रार्थनामा त्यो एउटा प्रार्थनाको लेभलमा चाहिँ निरन्तर हामी लागिराख्नु पर्ने कुराहरू हामी देख्दछौँ। जसरी पावलले आज त्यो मण्डलीलाई निरन्तर प्रार्थना गर्नु भनिरहेको हामीले जुन वचनलाई पढिराख्दाखेरि आज हाम्रो जीवनमा पनि प्रार्थना छ कि छैन, हामी पनि निरन्तर प्रार्थना गरिरहेको छौँ कि छैन भन्ने कुराहरू तपाईँ र म आफैलाई पनि हेरेर जाँच्नु पर्ने रहेको छ। हालेलुया। अब रोमीको पुस्तकले पनि के भन्छ भने रोमी 12 अध्यायको 12 पदमा आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह भन्छ। के भन्छ अरे? प्रार्थनामा चाहिँ निरन्तर लागिरहो। के तपाईहरु प्रार्थनामा निरन्तर लागिराख्नु भएको छ त? हजुर कोही त बोल्नुहोस् है। ल, परमप्रभुले तपाईँ र मलाई साँच्चै नै त्यो सङ्कष्टमा पनि धैर्य धारण गर भने र परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ। कहिलेकाहीँ हाम्रो परिवारमा हुन्छ, कहिलेकाहीँ हाम्रो मण्डलीमा कहिलेकाहीँ हामी समस्यामा पर्छौँ, सङ्कष्टमा पर्छौँ। ती कारणले चाहिँ हैन, यहाँ के छ? दुईटा कुरा छ। रोमी 12 को 12 पदले के भनेको छ भने आफ्नो आशामा आनन्द गर है। हामीले जति आशा गरेका छौँ त्यो भन्दा धेरै नै आशा गर्यौं भने पनि हामीलाई पीड पर्न सक्छ, पाउँदैनौँ कि भन्ने कारणले हैन। तर जति आशा गरेका छौँ त्यो आशा चाहिँ परमप्रभुमा राख्यो भने हामीलाई त्यो आनन्द मिल्छ। र सङ्कष्टमा धैर्य धारण गर भनेर पनि पाउँछौँ। सङ्कष्ट भनेको तपाईको जीवनमा भोलिको दिनमा हैन, हाम्रो जीवनमा चाहिँ सङ्कष्ट आउन सक्छ, हामी बिरामी हुन सक्छौँ, ठुलो एउटा मण्डलीमा सङ्कष्ट आउन सक्छ। त्यतिखेर हामीले के गर्ने त भन्दाखेरि प्रार्थनामा जाने कुराहरू आउँछ है। प्रार्थनामा जाने कुरा हुन्छ। विशेष गरी हामीले प्रार्थना नै हाम्रो लागि ठुलो एउटा शक्ति, प्रार्थनामा शक्ति छ भन्ने कुराहरू हामी धेरैचोटि वचन सुन्छौँ है। त्यही कारणले गर्दाखेरि तपाईँ सङ्कष्टमा, चाहे तपाईँ दुख विराममा हुनुहुन्छ, तपाईँले परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ नि। हालेलुया, आमेन। त्यही कारणले गर्दाखेरि हामी चाहिँ सङ्कष्टमा पर्नु अघि नै प्रार्थना गर्नुपर्ने रहेछ है। आशा गर्नु अगाडि चाहिँ परमेश्वरसँग भरोसा राखेर प्रार्थना गर्नुपर्ने कुराहरू हामी देख्दछौँ। अनि यहाँनिर प्रेरितको पुस्तक 12 अध्यायको 5 पदलाई म छ्यास्सै छुटाउन चाहन्छु। प्रेरित 12 को 5 पद, यसरी पत्रुस झ्यालखानामा राखिए तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बडो जोडसँग प्रार्थना गरिरहेको थियो। के गरेको थियो? परमेश्वरसँग चाहिँ बडो जोडसँग प्रार्थना गरिरहेको थियो। म यहाँ पुरा पढ्दिनँ, तपाईँले प्रेरित 12 अध्यायको पुरा पढ्नुभयो भने धेरै कुराहरू पाउँछौँ। किनभने चाहिँ यहाँनिर पत्रुसलाई चाहिँ झ्यालखानामा, जेलमा हालिएको थियो। पत्रुस चाहिँ एकदमै त्यहाँनिर चाहिँ पत्रुसलाई चाहिँ जेलमा पनि अति नै साङ्लाले बाँधेर राखेको कुराहरू पाउँछौँ है, दायाँ बायाँ हातमा, खुट्टामा। अनि साँच्चै नै मण्डलीले चाहिँ बडो जोडसँग प्रार्थना गर्यो अरे है, बडो जोडसँग। कहिलेकाहीँ हामी प्रार्थना गर्छौँ यहाँ सबैजना मण्डली भेला भएर, हाम्रो इमानुएल प्रार्थना मण्डली बनेलीको चर्चले पनि, बनेलीको विश्वासीहरूले पनि हामी कहिलेकाहीँ बडो जोडले यहाँ प्रार्थना गर्छौँ। कहिले साङ्ले प्रार्थना हुन्छ हाम्रो, कहिले नाइट प्रार्थना हुन्छ होइन, कहिले फास्टिङ प्रार्थना हुन्छ। ती कारणले गर्दाखेरि त्यो दिन चाहिँ, भोलिको दिन चाहिँ फैसला थियो। के को भन्दाखेरि मृत्युको। भोलिको दिनमा चाहिँ पत्रुसलाई मार्ने चाहिँ राजाले, त्यहाँको राजाले, हेरोद राजाले चाहिँ त्यहाँ आज्ञा गरेको पाउँछौँ। तर मण्डलीको सबै विश्वासीहरू चाहिँ राति 12 बजे चाहिँ बडो जोडसँग प्रार्थना गर्दै गर्दा त्यहाँ छुटकारा मिलेको छ। हालेलुया। त्यहाँ प्रार्थना गर्दै गर्दाखेरि चाहिँ 12 बजे राति चाहिँ पत्रुस जेल खानामा सुतिराख्दाखेरि त्यहाँनिर स्वर्गदूतले चाहिँ गएर उठाएको कुरा पाउँछौँ। त्यहाँनिर सबै पढ्नुभयो भने स्वर्गदूतले चाहिँ पत्रुसलाई
पोखामा हिर्काएर बिम्जाएको कुरा पाउँछौँ। ए पत्रुस उठ भन्ने एउटा आवाज पनि आउँछ त्यहाँ। पत्रुसलाई झसङ्ग हुन्छ, पत्रुस निन्द्रामा परेको हुन्छ। जब पत्रुस गेटदेखि बाहिर लाँदै गर्दाखेरि पत्रुसलाई एकदमै सपना जस्तो मात्रै हुन्छ, किनभने त्यत्रो साङ्लाले बाँधेर राखेको है कसरी फुस्क्यो होला। तर त्यो प्रार्थनाले गर्दा, त्यो एउटा मण्डलीको प्रार्थनाले गर्दा त्यो साङ्लाहरू पनि फुस्केको छ है। ठुलो ठुलो साङ्ला, यहाँ त सायद त्यो साङ्ला पनि छैन, एकदमै त्यो बेलाको एकदमै ठुलो ठुलो त्यो बेलाको समयमा जति पनि जेलमा राख्ने ठुल्ठुलो हत्यारा होइन, जति पनि ज्यानमारा जस्तै व्यक्तिहरूलाई चाहिँ एकदमै कडा कारागार जस्तो, त्योभन्दा पनि डेन्जर होइन, खुट्टामा बाँधेर होइन, हातमा बाँधेर। तर पनि त्यो परमेश्वरले कसरी गर्नुभयो होला, हामी सुन्दाखेरि त अचम्मै लाग्छ होला। तर परमेश्वरले छुटकारा दिनुभएको छ पत्रुसको जीवनमा। हालेलुया। अब तपाईँको जीवनमा फर्केर हेर्नुहोस्, के तपाईँको जीवनमा पनि कहीँ तपाईँको बन्धनमा पर्नु भएको छैन? कतै तपाईँले त्यो साङ्लाहरूले बाँधिराखेको छैन? हामीलाई कहिलेकाहीँ ती कुराहरूले बाँधिरहेको हुन्छ साङ्लाले, र त्यो साङ्लाहरू चाहिँ फुस्किनु पर्छ। यदि त्यो साङ्लाबाट चाहिँ हामी फुस्केको छैन भने आज हामीलाई पनि धेरै समस्या आउने होला छ, पीडा आउने होला छ। आज हाम्रो परिवारमा पनि कुनै न कुनै बेला त्यो साङ्लाले हामीलाई बाँधेको हुन्छ। त्यो साङ्लालाई काट्नको निम्ति, त्यो साङ्लालाई फोड्नको निम्ति चाहिँ हाम्रो प्रार्थनामै हामीले जिउनु पर्नेछ। हालेलुया। केवल प्रार्थनामा छ सबै कुरा, प्रार्थनामा चङ्गाइ छ, छुटकारा छ। ती कारणले गर्दा आज धेरैजना विश्वासीहरू त्यो साङ्लामा परेका छन्। भन्नुको मतलब त्यो बन्धनमा छौँ हामी। कहिलेकाहीँ हामी साँच्चै नै कतिचोटि हामी संसारको कुरामा हामी अल्झिरहेको हुन्छौँ। संसारको एउटा विभिन्न कुराहरूले हामीलाई समातेको हुन्छ। हामीलाई प्रार्थना गर्नु मन पर्दैन, मण्डली जान मन पर्दैन। त्यो पनि एक किसिमको साङ्ला, त्यो बन्धनमा हामीले पारेको छ दुष्टले। त्यो एउटा बाधा हो, एउटा सङ्कष्ट हो। के तपाईँको जीवनमा आज यो समस्याहरू छ भने तपाईँले आजै प्रार्थना गर्नुहुनेछ र छुटकारा पाउनुहुनेछ। मेन हालेलुया। आज हाम्रो जीवनमा धेरैचोटि यस्तो समस्याहरू, हाम्रो जीवनको साङ्लाहरू फुकाल्नु आवश्यकता छ। हालेलुया। र त्यसै गरी म अगाडि बढ्ने नै छु। कतिचोटि हामीले प्रार्थनाको विषय राख्दै गर्दाखेरि हामी धेरैचोटि प्रार्थना गर्नुपर्ने हुन्छ। अहिले धेरै ठाउँको लागि हामीले प्रार्थनाको खाँचो छ। हाम्रो देशको लागि, हाम्रो नेपालको लागि प्रार्थना खाँचो छ। के तपाईँहरू प्रार्थना गर्दै हुनुहुन्छ? हाम्रो मण्डलीको लागि खाँचो छ। यहाँनिर मैले देख्दैछु आज यहाँ भाइ अनिल नहुँदाखेरि धेरै नै गाह्रो हुन्छ मण्डलीमा। म अचानक आउँदै गर्दा मैले कस्तो आराधना गरेँ मलाई थाहा छैन, तपाईँले हेर्नु भएको छ है। आज हाम्रो मण्डलीमा जवान चाहिएको छ, नयाँ विश्वासी चाहिएको छ, नयाँ आत्मा चाहिएको छ, नयाँ जोस चाहिएको छ। हामीले प्रार्थना गर्नुपर्ने जरुरी छ। प्रार्थनाले सबै कुरा हुन्छ भन्ने कुरा हामीलाई थाहा नै छ। म विशेष प्रार्थनामा मात्रै जोड दिइरहेको छु, मैले कतै लगेको छुइनँ। ती कारणले गर्दाखेरि प्रार्थनाकै कुरा गरिरहेको छु। आज हामीले मण्डलीको होइन, आज ड्रम बजाउनको लागि पनि हामीले प्रार्थना गर्नुपर्ने हुन्छ। यहाँनिर जवानहरू चाहिरहेको छ। यहाँनिर एल्डर बाउले बजाउँदै गर्दाखेरि होइन, आज यहाँले जवान व्यक्तिले बजाउँदा कति राम्रो देखिन्छ होइन। आज त्यसको लागि पनि हामीले प्रार्थना गर्नुपर्ने हुन्छ प्रिय मण्डली परिवार। र आज हाम्रो देश नेपालमा कति ठाउँमा इरान इजरायलमा लडाइँ हुँदैछ। त्यो ठाउँहरूको लागि, त्यो देशहरूको लागि प्रार्थना गर्नु जरुरी छ। के तपाईँहरू प्रार्थना गरिराख्नु भएको छ? मलाई विश्वास छ तपाईँले गर्नुहुन्छ। ती कारणले गर्दाखेरि आज हामी यो मण्डलीलाई मात्रै होइन, आज यो माङ्सेबुङ 4 भित्रको मण्डली जति पनि छ त्यो मात्रै नभएर, इलाम जिल्लामा मात्रै नभएर यो देशभरिको मण्डलीलाई, विश्वासीहरूको लागि पनि प्रार्थना गर्नु जरुरी छ। आज धेरैचोटि विश्वासीहरू चाहिँ आज मण्डली जान छोडेका छन्। किन भन्दाखेरि आज प्रार्थनामा बिताउनु पर्ने हुन्छ। ती कारणले गर्दा आज तपाईँको प्रार्थनाले आज त्यो फलना चाहिँ मण्डली जान सक्ने भयो भने साँच्चै नै तपाईँलाई परमेश्वरले आशीष दिनुहुन्छ। आमेन। हालेलुया। ती कारणले गर्दा हामी निरन्तर प्रार्थनामा चाहिँ लाग्नेछौँ।
हामी सक्छौँ त दिनमा हामी 3 चोटिसम्म प्रार्थना गर्न सक्छौँ, सक्दैनौँ हामी होइन, जति सक्छौँ प्रार्थना गर्ने नै छौँ। हामी चाहिँ प्रार्थना गर्नु चाहिँ कहिले पनि अल्छी गर्ने छैनौँ है। त्यही कारणले गर्दाखेरि तपाईँहरू यहाँ एकदमै आमाहरू चाहिँ प्रार्थनाको योद्धाहरू हुनुहुन्छ, म विश्वास गर्छु। र हाम्रो बुबाहरू पनि प्रार्थनाको योद्धा नै हुनुहुन्छ। र आज तपाईँहरूलाई यसरी हेर्दै गर्दाखेरि यहाँ हाम्रो दाजुभाइहरू चाहिँ धेरै नै कम्ती भइसक्नु भयो। दिदीबहिनीहरू त ठिकै नै, अझै मण्डली भरेर बस्नु भएको छ। अझै भर्नुपर्छ, अझै हामी सङ्गति आउनुपर्छ, सङ्गति जानुपर्छ। र विशेष गरी म अगाडि बढ्छु। यहाँनिर तपाईँहरूले यहाँ पत्रुस, पहिलो पत्रुस 4 अध्यायको 7 पदमा चाहिँ यस्तो लेखिएको छ। पहिलो पत्रुस 4 को 7 पद, सबै कुराको अन्त्य नजिकै आएको छ, यसकारण आफ्नो प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहौ। आमेन, हालेलुया। के भनेको छ भने सबै कुराको अन्त्य नजिकै आएको छ, यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहौ। हामी चाहिँ यो अन्त्य चाहिँ नजिकिँदैछ, किनभने धेरै ठाउँमा चाहिँ लडाइँ भइरहेको छ। यो एक किसिमको एउटा अन्त्यको एउटा चिन्ह, सानो एउटा झिल्का मात्रै हो। हामीले धेरै प्रार्थना गरौँ। हामी त यो ठाउँमा बसेको छौँ, यहाँ त केही पनि हुँदैन। आज त्यो विदेशमा बस्ने अमेरिका अस्ट्रेलियामा लडाइँ भयो भने कस्तो हुन्छ त? यहाँ त हामीलाई कुनै पीडा छैन, तर हामी प्रार्थना गरौँ न उहाँहरूको लागि है। उहाँ देश विदेशमा चाहिँ कहाँ कहाँ भिडन्त भइरहेको छ, लडाइँ भइरहेको छ, उहाँहरूको लागि प्रार्थना गर्न सक्छौँ। यहाँ त धेरै हामी शान्तिपूर्णमा छौँ, यहाँ कुनै टेन्सन छैन, कुनै यहाँनिर पीड छैन, तर पनि हामी सेवा सङ्गति राम्रो गर्न पाएका छौँ। तर त्यो ठाउँमा आज लुक्नुपर्छ, डराउनु पर्छ, बम पड्किन्छ कि भनेर बम्परको मुनि लुक्नुपर्छ, तर पनि त्यहाँ ज्यान गुमिरहेको छ मान्छेहरूको। इजरायलमा, इजरायल भनेको शक्तिशाली देश हो, तपाईँलाई थाहा छ नि है। इजरायल देशमा चाहिँ हाम्रो येशू ख्रीष्टको जन्म भएको ठाउँ पनि हो। त्यही कारणले गर्दाखेरि त्यो ठाउँमा आक्रमण हुन्छ, बाइबलमा धेरैचोटि पढ्नु भएको छ। तर इजरायललाई सुरक्षा गर्नुहुने परमेश्वर न त सुत्नुहुन्छ न त उठ्नुहुन्छ भनेर हामीले धेरैचोटि बाइबल पढेका छौँ। त्यही कारणले गर्दा इजरायललाई सुरक्षा गर्नको निम्ति परमेश्वर सधैँभरि खडा हुनुहुन्छ। आमेन, हालेलुया। तर पनि हामी प्रार्थना गर्न चाहिँ छोड्ने छैनौँ, प्रार्थना गर्ने नै छौँ। तपाईँलाई थाहा छ हन्नाको प्रार्थना? हन्नाले चाहिँ कति पीर सहित प्रार्थना गर्दै गर्दाखेरि हन्नाको जीवनमा त्यो परिवर्तन आएको कुराहरू तपाईँले हेर्नु भएको छ। हन्नाले चाहिँ आज प्रार्थना गर्दाखेरि होइन, आफ्नो स्वरहरू पनि सुकिसकेर भित्रै मनबाट प्रार्थना गर्दै गरेका हामीले पाउँछौँ। हामीले पहिलो सामुएलको 1 अध्यायको 10 पदमा हेर्दै गर्दाखेरि, अब गर्मी महिना छ, हामीलाई अल्छी लाग्छ, निन्द्रा लाग्छ, तर पनि हामी वचन सुन्नेछौँ। आजको वचनले तपाईँको जीवनमा केही न केही तपाईँलाई उत्साह मिल्नेछ, केही न केही तपाईँलाई यो वचनले काम गर्नेछ। हालेलुया। अब सकिनु आँटेको छ है त। ल यहाँ म पढ्नेछु सामुएल 1 सामुएलको 1 को 10 पदमा, हन्नाले मनमा ठुलो पीर सहित रोएर परमप्रभुसित प्रार्थना चढाइन्। हन्नाले ठुलो स्वरले है, ठुलो स्वरले चाहिँ प्रार्थना चढाइन्। हन्ना चाहिँ एउटा बाजी थिए, हन्ना चाहिँ एउटा साँच्चै नै हन्नाको कोख चाहिँ रितिएको थिए, तर परमेश्वरले नै हन्नाको कोख चाहिँ बन्द गर्नुभएको थियो। आज परमेश्वरको योजना अनुसार आज परमेश्वरले हाम्रो जीवनमा धेरैचोटि हामीलाई जाँच गर्नुहुन्छ। त्यो पनि एउटा जाँच आएको थियो हन्नाको जीवनमा, तर हन्नाले कति धेरै प्रार्थना गरे त है। आज हामी पनि प्रार्थना गर्न साह्रै नै जरुरी छ। हाम्रो आमा दिदीबहिनीहरू, दाजुभाइहरू, हामी सबै नै प्रार्थनामा बिताउनु चाहिँ सबैभन्दा ठुलो कुरा छ। हामीलाई समस्या आउनु अघि नै प्रार्थना गरौँ न है। जब हामी समस्या परिसकेपछि प्रार्थना गर्छौँ, तर त्योभन्दा अगाडि नै हामी धेरैचोटि प्रार्थना गरौँ। जसै तपाईँहरू यात्रा गर्नुहुन्छ, तपाईँ धेरैचोटि प्रार्थना गर्नुहुन्छ है। त्यही कारणले गर्दा हामी सचेत रहनुको निम्ति चाहिँ होइन, हामी चाहिँ अगाडि नै तयारी रहनुपर्छ हरेक कुरामा। अनि साँच्चै नै आज हन्नाले त्यो प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरले हन्नाको प्रार्थना सुनेको कुराहरू पाउँदछौँ। सामुएल 1 पहिलो सामुएल 1 अध्यायको 1 को 13 मा पाउँछौँ,
हन्ना मनमा मनमा नै प्रार्थना गरिरहेको थिइन् अनि तिनका ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनी मातेकी स्त्री भनी ठाने है। एलीले चाहिँ मातेको स्त्री पो हो कि बाउलाई स्त्री पो हो कि भनेर चाहिँ एलीले ठान्थे। तर हन्ना चाहिँ भित्रै मनबाट प्रार्थना गर्नुभएको छ। तपाईले पनि त्यो प्रार्थना गर्नु जरुरी छ। हामीले प्रार्थना गर्नु जरुरी छ। परमेश्वरले कसो नसुन्ला। 1 वर्ष 2 वर्ष 3 वर्ष 5 वर्ष प्रार्थना गरौँ न। कतिचोटि हामी प्रार्थना गर्दा गर्दा थाक्छौँ र अन्तिममा हामी हार खान्छौँ र हामी मण्डली आउन पनि छोड्छौँ। तर त्यो होइन प्रिय मण्डली, हामी निरन्तर प्रार्थना गरिरह्यौँ भने परमेश्वरले तपाईको जीवनमा अवश्य तपाईले उत्तर पाउनुहुन्छ। हालेलुया। अब म एउटै पदलाई पढ्नेछु र अन्त्य गर्नेछु। हामी विश्वासीहरू यस्तो पनि छौँ है, प्रार्थना गर्दैनौँ। जब हामी समस्यामा पर्छौँ तब हामी प्रार्थना गर्छौँ। जब हामी समस्यामा पर्छौँ तब मात्रै प्रार्थना गर्छौँ। तर हामी आज साँच्चै नै हामी विश्वासीहरू भइसकेपछि चाहिँ हरेक समय आज हामी संसारको व्यक्ति भन्दा हामी चाहिँ धेरै अन्तरल छौँ। परमेश्वरले तपाईँ र मलाई चाहिँ अलग राखेको छ होइन त। हामीले परमेश्वरले साँच्चै नै संसारको त्यो जुवाबाट चाहिँ अलगै राख्नु भएको छ। एउटै जुवामा ननारियो भनेर हामीले वचन पढ्छौँ नि है। र हामी चाहिँ प्रार्थना गरिरहनेछौँ। र योनाले चाहिँ किन प्रार्थना गरेन? आज योनाले किन अटेरी गरेर योना चाहिँ पछिबाट समस्या पर्दै गर्दाखेरि प्रार्थना गर्यो त? तपाईले सम्झिनु त तपाईको जीवनमा आज प्रार्थना नगरी तपाईँ जानुभयो र पछि तपाईलाई याद भयो, प्रभु मैले प्रार्थना गरिनँ, आज यस्तो भयो। सायद तपाईलाई शङ्का लाग्छ भित्रभित्रै, प्रार्थना गरिनँ अनि लडे अथवा मलाई यस्तो भयो भनेर होइन। तर प्रार्थना गर्नु चाहिँ जरुरी रहेछ भन्ने कुराहरू त्यहाँदेखि हामी आफैलाई सिक्नुपर्छ। हन्ना पनि त प्रार्थना गरेर अथवा अभिषेक गरेर अथवा प्रार्थनालाई चाहिँ जुन ठाउँमा पठाउँदै गर्दाखेरि योना चाहिँ कहाँ भागे त? योना चाहिँ म यहाँ पढ्नेछु। योना 2 अध्यायको 1 पद, यो अन्तिम पद रहेको छ। योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। मैले पुरा पढिनँ, योनाको पुरै पुस्तक 2 अध्यायलाई पढ्नुभयो भने बुझ्नुहुन्छ। योना चाहिँ परमेश्वरले चाहिँ निनावे सहरमा पठाउँदै गर्दाखेरि योना चाहिँ होइन दायाँतिर जानुपर्ने बायाँतिर मोडिँदाखेरि उसको जीवनमा ठुलो समस्या आएको छ। उसलाई चाहिँ एउटा सेवाको लागि निनावे सहरमा परमेश्वरले पठाउँदै गर्दाखेरि ऊ चाहिँ अटेरी भएर नजाने भएर चाहिँ अर्कोतिर लाग्दाखेरि अनि योना चाहिँ अनि त्यो ठुलो एउटा जहाजमा चढ्दै गर्दा त्यहाँदेखि पनि नोआलाई चाहिँ पानीमा फ्याँक्नु पर्ने हुन्छ। किनभने त्यहाँ ठुलो बतास चल्छ होइन। त्यहाँको जहाजमा थुप्रैजना मानिसहरू हुनुहुन्छ, थुप्रैजना त्यहाँनिर माल समालहरू हुन्छ। त्यो धेरै कुराहरू फ्याँक्नु पर्ने हुन्छ। र पनि अब एकदमै हल्लियो नि त होइन, हावा चल्यो, बतास चल्यो, किन चलेको त्यहाँको मानिसले थाहा छैन। अब कम हुन्छ कि भनेर धेरै सामानहरू फ्याँकियो तर पनि कम छैन। कहिलेकाहीँ हाम्रो जीवनमा सोचौँ हामीले के कुरालाई त्याग्नु पर्ने हो होइन, के कुरालाई चाहिँ त्याग्नु पर्ने हो भन्ने कुरा हामी विचार गरौँ। जसरी त्यहाँनिर योनालाई फ्याँक्नु पर्ने थियो पानीमा, तर उनीहरूले चाहिँ नबुझेर अरू कुरालाई फ्याँक्दै थियो। धेरै महँगो चिजहरू फ्याँक्यो होला, तर वास्तविक कुरा हामी बुझेर चाहिँ हाम्रो जीवनबाट त्याग्नु पर्ने कुराहरू, जस्तै तपाईँ एउटा विश्वासी भइसकेपछि प्रभुमा जिउनु पर्ने कुराहरू। तपाईँ आज संसारमै अझै पनि हुनुहुन्छ कि तपाईँको लवाई खुवाई, तपाईँको हिँडाइ, तपाईँको सेवाकाई, तपाईँले गर्नुभएको कामहरू कस्तो छ त त्यहाँ छुटाउनु पर्ने रहेछ। जस्तै यहाँ उदाहरण, त्यहाँनिर योनालाई जब उचालेर योना आफैले भन्छ मलाई फ्याँकिदियो यहाँदेखि भन्दाखेरि त्यहाँको मानिसहरूले योनालाई फ्याँक्दाखेरि त्यो बतास पनि शान्त हुन्छ। त्यही कारणले गर्दा आज हाम्रो जीवनबाट कति कुराहरू हामीले निकाल्नु पर्ने, त्याग्नु पर्ने कुरा हुन्छ। हालेलुया। हामी अवश्य पनि हामी त्याग्नेछौँ। हाम्रो जीवनमा हामीले त्याग्नु पर्ने कुराहरू, नराख्नु पर्ने कुराहरू चाहिँ हामीले त्याग्नेछौँ। म विश्वास गर्छु तपाईँको जीवनलाई चेक गर्नुहुनेछ, म आफैले जाँच गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि विशेष गरी आजको वचनलाई म अब यही अन्त्य गर्नेछु र आजको वचनले तपाईँलाई साँच्चै नै केही न केही कुराहरू चाहिँ
तपाईँले पाउनु भएको छ, आशिष पाउनु भएको छ। यो वचनले चाहिँ हामीलाई अथवा निरन्तर प्रार्थना गर्न हामीलाई बानी बसाल्नेछ। अनि तपाईँहरू साँच्चै अन्तिममा आएर तपाईँहरू चाहिँ निरन्तर प्रार्थना गर्नुहुन्छ, एउटा आदत राख्नुहुन्छ। त्यो आदतमा हामी रह्यौँ भने साँच्चै नै त्यो